हेलो साथीहरू सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा होइन नाइटको ब्लगमा र तपाईँहरू के कसो गर्नुहुँदैछ र मेरो चाहिँ यहाँ मैले खाना चाहिँ पकाइसकेको छु है र आज चाहिँ मैले के बनाएको छु देखाउने छु तपाईँहरूलाई। यहाँ चाहिँ छ मेरो दाल र यहाँ भात हो, त्यहाँबाट छ यहाँनिर फर्सीको सब्जी, त्यहाँबाट यहाँनिर चाहिँ छ बोडी यो भेन्डी र आलुको चरचरी है। त्यहाँबाट म देखाउने छु तपाईँहरूलाई मेरो यो जादुको पिटार होइन, यो चाहिँ मेरो पार्सल हो र मलाई चाहिँ मेरो आँसुले दिनुभएको र उहाँ आँसुलाई चाहिँ धेरै धेरै धन्यवाद छ है। र के छ यहाँनिर म तपाईँलाई देखाउने छु, हेर्दै गर्नुहोस् ल भिडियोलाई चाहिँ। र यहाँनिर चाहिँ छ फर्स्टै हेर्नु सक्नुहुन्छ, यो चाहिँ केराको बुङ्गोको सब्जी र कसलाई मनपर्छ है, यो चाहिँ केराको बुङ्गोको सब्जी हो र आँसुले दिनुभएको। अन्त यहाँ पनि छ अझै एउटा है, यहाँ चाहिँ के छ म देखाउने छु। यहाँ चाहिँ छ रायोको साग र आँसुलाई चाहिँ धेरै धेरै धन्यवाद छ। र आँसुले चाहिँ मैले खान्छ भनेर चाहिँ लसुन चाहिँ लाउनु भएको छैन है केराको बुङ्गाको सब्जीमा, किनकि आज सोमबार हो, म लसुन खाँदिनँ नि त। र आँसुले चाहिँ मलाई एकदम धेरै माया गर्नुहुन्छ होइन। र अब सासू हो तर आमा जस्तै मलाई माया गर्नुहुन्छ र अब आमा त आमै हो होइन। र आँसुले पनि मलाई त्यसरी माया गर्नुहुन्छ आमा जस्तै है। र ओके गाइस, सबैजना राम्ररी बस्नुहोस् र मलाई यसरी माया र सपोर्ट दिनुहोस् र म तपाईँहरू सामने नयाँ नयाँ भिडियो लिएर आउने कोसिस गर्नेछु। ओके गाइस, बाई बाई, फेरि भेट्नेछौँ हामीहरू भोलि फेरि न्यू मिनी ब्लगमा। ओके गाइस, बाई बाई, सबैजना राम्ररी बस्नुहोस्। गुड नाइट छ सबैजनालाई, बाई बाई।